उनले ल्याएको आर्थिक विधेयकमा विरोध विवाद भयो। सांसदहरूले संसदीय समिति मार्फत छानबिन गर्नुपर्छ भनेर माग गर्दा उनले मेरो बारे अनुसन्धान गरेर के तपाईहरू संसदको गरिमा घटाउन चाहनुहुन्छ भनिदिए। स्वास्थ्य शिक्षाका लागि पैसा तिर्न नसक्नेहरूका लागि सक्नेहरूले दिने कर नै समता कर हो, यो आवश्यक छ भने। यस्तो कर साउन 1 गतेदेखि लागू भयो। 5 गते प्रधानमन्त्रीले खारेजै गरिदिए। जेठ 15 देखि आफ्नो कर नीतिको बचाउमा लागेका अर्थमन्त्री कार्यान्वयनमा जाँदा 5 दिन पनि टिक्न सकेनन्। प्रतिपक्षमा हुँदा 7 प्रदेश प्रतिनिधि सभा राष्ट्रिय सभा गरी 884 सांसद कसरी धान्न सकिन्छ? यो त बोझ भयो, राष्ट्रका लागि भार भयो भन्ने दलिल पेश गर्थे। अहिले आफै अर्थमन्त्री हुँदा सांसदहरूका लागि स्वकीय सचिव, भत्ताको बन्दोबस्त आदि सबैमा पैसा खर्च गर्न तयार भएका छन्। प्रतिपक्षको कुर्सीमा हुँदा सोडिमले कालो देखेको कुरा अहिले अर्थमन्त्रीको कुर्सीमा हुँदा सेतो बनिसकेको छ। हिन्दुस्तानतिर अक्सर एउटा लाइन भन्ने गरिन्छ, मै करो तो लीला कोही और करे तो क्यारेक्टर ढिला। अर्थमन्त्री वाग्लेको शैली अहिले ठ्याक्कै यही देखिएको छ। दर्शकबिन, प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोडिम वाग्ले बीच मतान्तर रहेको, दूरी बढेको, प्रधानमन्त्रीले सोडिमलाई क्याबिनेटबाट हटाउन खोजेको जस्ता हल्ला बजारमा राम्रै चलेका छन्। यी हल्लाहरू मात्रै हुन सक्लान्, तर एउटा कुरा चाहिँ फ्याक्ट नै हो कि बालेनको कोर टिमले अद्भुत विद्वान अर्थशास्त्रीका बावजुद सोडिम वाग्लेलाई खास भाव दिँदैन। उनको खास गणना सिंहदरबारमा भइरहेको छैन। पछिल्ला केही दिन अर्थमन्त्रीको तहबाट हुनुपर्ने कामहरू प्रधानमन्त्री अघि सरेर संवाद गरिरहेका छन्। जुत्ता चप्पल उद्योगीदेखि निर्माण व्यवसायी, शेयर लगानीकर्ता, गार्मेन्ट उद्योगी सहित अर्थतन्त्रका विविध क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका छन्। उद्योगीहरूले राखेका माग पूरा गर्न प्रधानमन्त्रीले तत्कालै सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर निर्देशन दिइरहेका छन्। यो प्रक्रियामा शिवरात्रिमा हराएको बालकको भूमिका देखिएको छैन। अब छोटो चर्चा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन बांग्लादेश जाने भनेर भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोवलसँग भेट गर्न नयाँ दिल्ली पुगेको सन्दर्भबारे गरौँ। कतिपयले भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न बालेनले आफ्ना प्रमुख सल्लाहकारलाई भारत पठाएको, बालेनको भारत भ्रमणको चाँजोपाँजो मिलाउन यसो गरिएको आदि भनेका छन्। नेपालले सीमावर्ती भारतीय बजारबाट सामान किनेर ल्याउँदा कर असुल्ने पुरानो नीतिलाई लागू गर्दा रिसाएको भारतले नेपाली चियामा अवरोध गरेको सबैलाई थाहा छ। अहिले सीमावर्ती भारतीय बजारमा जानेहरूले ल्याउने सामानमा कडी कडाउ घटेको छ अनि नेपाली चियाको अवरोध पनि घटेको छ। कुरा सठिक छ, नेपालले भन्सारमा कर उठाउँछु भन्दा पनि भारत चिसो हुन्छ। भारतलाई आजसम्म कुनै पनि प्रधानमन्त्री, कुनै पनि सरकारले खुसी बनाउन सकेका छैनन्, किनभने यो छिमेकीको विशेषता नै उसका सबै छिमेकीसँग चिसो सम्बन्ध राख्ने हो। हिङदेखि हर्दीसम्म, सियोदेखि बस ट्रकसम्म, खानेदेखि लगाउनेसम्मका वस्तु भारतबाट खरिद गर्दा पनि उसको मन खुसी छैन। एकको सिक्कामा भएको चुच्चे नक्सा हटाउने निर्णय आउनु र कुमार बेन अजित डोवलसँग भेट्न जानु बीच कुनै कनेक्सन छ भने त्यो दुर्भाग्यपूर्ण हो। अनि यस्ता कूटनीतिक मामिलामा परराष्ट्र मन्त्रालयलाई क्रस गरेर विषयगत ज्ञान नभएका आफ्ना वफादार पात्रहरूलाई गोप्य ढङ्गबाट प्रयोग गरिनु आपत्तिजनक विषय हो। यस्तो पाराले नेपालको कूटनीतिक व्यवहार झन् चौपट हुन सक्छ।